गोर्खाको के अरे माछी खोला भन्ने ठाउँमा यस्तो रहेछ पानी चाहिँ। हेलो वेलकम छ सबैजनालाई मेरो के युट्युब च्यानलमा। मेरो युट्युब च्यानल त अब कसैले खासै सब्सक्राइबै छैन क्या, त्यही भएर भिडियो बनाउनु लाज लाग्छ मलाई। अरूको जस्तो यस्तो धेरै भयो भनेर मान्छे भित्रभित्र गएर पनि भ्लग बनाउन मन लाग्छ यार। युट्युब च्यानलमा अब सब्सक्राइबै छैन के भिडियो बनाउने, त्यही भएर लाज लाग्छ नि। आमालाई खाने भयो आउनु क्या अरे अर्को चाहिँ यहाँ काम नलाग्ने हेर न। तर अरू नभए नि त्यो झर्ना चाहिँ राम्रो लाग्यो है। त्यो झर्ना हेर झर्ना चाहिँ बब्बाल छ कि त्यो झर्ना चाहिँ। त्यहाँ जानलाई चाहिँ अलिकति गाह्रै छ। अब त्यही भिडियो बनाउँदै जाऊँ के बनाउने त, खै खासै केही छैन रहेछ है। त्यो भिरै भिड जङ्गल एकदम दुर्गम ठाउँ है। गोर्खा माछी खोला भन्ने ठाउँ चाहिँ माछी खोलाबाट हामी जानुपर्छ उता के भन्ने अरे थाहै छैन। काशी गाउँ भन्ने ठाउँ छ अरे, त्यहाँ चाहिँ अहिले रमाइलो छ भन्छ नि। त्यहाँ पुग्नुपर्ने अवस्था हाम्रो ल। अहिलेलाई चाहिँ हामी बाटो हिँडिरहेछौँ तर कहाँ पुग्ने हो आउनु होला, कहाँ गएर गन्तव्य रोक्ने हो थाहै छैन गाइस। हामी यत्रो बाटो आइपुगिसक्यो, कहाँ छ भन्दै आउन। यहाँ अगाडिको गाउँ भने उता यहाँबाट नि उता गाउँ अर्को गाउँ छ र ए छ त है। हामी त्यहाँ अस्ति बेलुका आउँदाखेरि त्यो त्यो घुम्ती छ नि, त्यो घुम्ती पछाडि चाहिँ हाम्रो बस रोकेको थियौँ। यता चाहिँ नयाँ बस भएर आउन दिन्न अरे भनेर त्यहीँबाट हामी हिँडेर गएको थियौँ। फेरि यो चाहिँ अहिले फेरि हिँडिरहेको थियौँ। त्यता गाउँमा अर्को गाउँ पनि छ नि, त्यहाँ चाहिँ साथीहरूलाई बोलाएको के भेट्नलाई। त्यही भएर भेट्नलाई चाहिँ होइन, फेरि यसो घुम्दै आउँदा उनीहरू त्यता छ है। अनि आउने चाहिँ हामी पनि त्यहीँ जानु भएको क्या। फेरि देखाउँदै छ नि त त्यसमाथि चप्पल चाहिँ यस्तो लगाएर आयो, यो हात्ती छाप चप्पल लगाएर आएर पुरै खुट्टै दुखिसक्यो कि औँलाहरू पुरै दुखिरह्यो कङ भएर। उहाँ छ अर्को गाउँ, त्यही गाउँबाट आएको है। पानी चाहिँ कडा उम्लेको छ क्या भन्दा नि कस्तो यो निकाल्न नसक्छ हेर पानी तातो पानीको हालत लास्टै तातो छ क्या यो पानी चाहिँ। कडा तातो कडा यो पानी हट पोलेर नै नसक्ने कि पानी नसक्ने तातोले। साथीहरू हामी पनि अब यही तातो पानीको छेउमा यत्रो डरी बस्दैछ है। यो भयो तातो पानी यहीँ छ, त्यसमाथि त्यहीँ अर्को चिसो पानी चाहिँ यत्रो छ कि चिसो पानीको हालत उहाँ छ। चिसो पानी चाहिँ त्यहाँ तल गएर नुहाउने हो। उहाँहरू साथीहरू नि त्यहीँ नुहाइरहन्। गाइस यो चाहिँ तातो पानी अन्डा हाल्यो भने पाक्ने रहेछ। पुरा भित्रैबाट उम्लिरहेको त नि। अबे हट आथु आज हामीले सुन भेट्यो हेर्नु साथीहरू, लगभग 2 किलो होला। तातो चाहिँ कडा छ यार।
यहाँ त झन् मजाले उम्लिरह पानी भक्क उम्लिरह तातो पानी